नमस्कार सबैजनालाई। आज म फेरि नेपाल इन्जिनियरिङ काउन्सिलमै सोधिएको प्रश्न नम्बर 89 मा डिस्कसन गर्न गइरहेको छु। भिडियो अन्तिमसम्म हेरिदिनु होला। प्रश्न यस प्रकारको रहेको छ है त। 89 को ए हेरौँ। भर्टिकल फर्मवर्क अफ कोलुम क्यान बी रिमुभड आफ्टर। जुन हामीले कोलुम बनाउँदाखेरि जुन हामीले भर्टिकल फर्मवर्कहरू युज गर्छौँ त्यसलाई हामीले कति दिनपछि निकाल्न मिल्छ भनेको छ। भर्टिकल फर्मवर्क बिममा प्रयोग गरेको होस् या स्ल्याबमा प्रयोग गरेको होस् या कोलुममा प्रयोग गरेको होस् त्यसलाई 1 दिनमा निकाल्न मिल्छ। यति कुरा याद गर्नु होला। भर्टिकल फर्मवर्क बिममा स्ल्याबमा कोलुममा जेमा प्रयोग गरे पनि 1 दिनमा निकाल्न मिल्छ। यसैगरी सोफिट स्ल्याबमा हामी प्रयोग गर्छौँ भने त्यसलाई 3 दिनपछि निकाल्ने, यदि हामी बिममा प्रयोग गर्छौँ भने त्यसलाई 7 दिनपछि निकाल्ने सोफिट है। यसैगरी प्रफ्सहरू चाहिँ हामीले कति दिनमा निकाल्ने भन्दाखेरि स्ल्याब, यदि स्ल्याब चाहिँ लेस देन 4.5 मिटरको छ भने त्यसलाई 7 दिनमा निकाल्ने। यदि मेरो स्ल्याब चाहिँ 4.5 मिटर भन्दा बढी छ भने त्यसलाई कति दिनमा निकाल्ने 14 दिनमा निकाल्ने। यसैगरी बिममा यदि हाम्रो 6 मिटर भन्दा सानो छ भने त्यस्तो प्रफ्सलाई हामीले 14 दिन पछि निकाल्ने होइन। बिमको लेन्थ चाहिँ 6 मिटर भन्दा बढी छ भने त्यसलाई 21 दिनमा निकाल्ने। यो हजुरले याद गर्नुपर्ने हुन्छ। यसैगरी अर्को जाउँ। व्हाट इज द मेन अब्जेक्टिभ अफ टोक्सिसिटी एसेसमेन्ट। टोक्सिसिटी एसेसमेन्ट गर्नुको उद्देश्य के भन्दाखेरि टु एस्टिमेट हाउ मच अफ अ सब्स्टान्स डज वाट काइन्ड अफ हार्म। जुन त्यसमा भएको सब्स्टान्सले चाहिँ कतिको हार्म गर्छ त त्यसकै एसेसमेन्ट भनेको के हो, टोक्सिसिटी एसेसमेन्ट। कतिको असर गर्छ त्यसले, त्यसको एसेसमेन्ट भनेको के हो, टोक्सिसिटी एसेसमेन्ट। अर्को स्लाइन सोइल। अब हजुरले खेतबारीतिर सुन्नुभएको छ नुनिलो जुन सोइलहरू नुनिलो हुन्छन् अथवा तलबाट कतै कतामा गाजहरू आइरहेको होइन, सेतो ठाउँ खेतमा देख्नुभएको छ कि छैन, हो त्यस्तोलाई हामीले हजुर स्लाइन सोइल भन्छौँ। त्यसलाई कसरी इम्प्रुभ गर्यो भने लिचिङ, पानी हालेर, खेतमा भरपुर पानी हालेर माथिको सोइललाई चाहिँ पानीले धकेलेर तल पुर्याउने, त्यसलाई हामीले भन्छौँ लिचिङ। लिचिङ गरेर चाहिँ सोइलमा भएको स्लाइन चाहिँ हामीले के गर्नु हटाउन सकिन्छ। स्लाइन भनेको नुनिलोपन भनेको के है, के अरे हाम्रो त्यसलाई नुनिलोपन भनौँ न, नुनहरू त्यसलाई चाहिँ हामीले के भन्छ खेतमा मजाले पानी हालिदिने। पानी हालिसकेपछि त्यो पानी चाहिँ इन्फिल्ट्रेट भएर तल जान्छ। त्यसरी नै त्यहीसँग पानी सँगसँगै नुन पनि घोलेर सबैभन्दा तल जान्छ। त्यसरी चाहिँ हामीले चाहिँ के गर्न सकिन्छ, स्लाइन सोइललाई चाहिँ इम्प्रुभ गर्न सकिन्छ। अर्को भनेको लन्चिङ एप्रोन, जुन चाहिँ हामीले इरिगेसनमा पढेका थियौँ। लन्चिङ एप्रोन चाहिँ केबाट बनाइन्छ, ग्यावेन वालबाट बनाइन्छ। कङ्क्रिट पनिबाट नि बनाउन सकिन्छ, तर यो चाहिँ अलि महँगो पर्न जान्छ कङ्क्रिटबाट चाहिँ। त्यही भएर हामीले जेनरली लन्चिङ एप्रोन चाहिँ हामीले केबाट बनाउने गरिन्छ, ग्यावेन वालबाट चाहिँ हामीले चाहिँ लन्चिङ एप्रोनहरू चाहिँ बनाउन सकिन्छ। आजको लागि यति नै। थ्याङ्क्स फर वाचिङ।